नेपालका प्रधानमन्त्री बालेन शाह एउटा सानो काठको थालीमा चीज खाँदैछन्। उनले फेसबुकमा फोटो हाले, से चीज डीडीसीको चीज। सोशल मिडियामा भाइरल भयो। डीडीसीको एक चीज पसलबाट हराउन थाल्यो। तर त्यही डीडीसी जसको चीज बालेन शाहले खाँदैछन्, किसानहरूलाई 90 करोड तिर्न सकेको छैन। 11 वर्षमा 12 जना महाप्रबन्धक फेरिए। गोदाममा 2 वर्षदेखि मक्खन र दुधका पाउडरहरू थुप्रिएको छ। अनि भर्खरै सीआईबी पुलिसले डीडीसीको कार्यालयमा कागजातहरू जफत गर्यो। यो एउटा संस्था हो जसले नेपालमा व्हाइट क्रान्ति ल्यायो अनि अहिले आफै बिरामी छ। आउनुहोस् डीडीसीको पुरै कथा सुनौं। सन् 1954 लाङटाङ रसुवा जिल्ला नेपालको पहिलो आधुनिक कृषि उद्योग एक चीज फ्याक्ट्री स्थापना भयो। प्राविधिक सहयोग संयुक्त राष्ट्र संघको FAO ले गर्यो भने आर्थिक सहयोग स्विजरल्यान्ड सरकारले गर्यो। यहाँ बनेको चीज एक चीज नामले विश्वभर चिनियो। 1955 मा दुग्ध विकास संस्थान आयोग गठन भयो र 1962 मा दुग्ध विकास बोर्ड बन्यो। जुलाई 1969 मा कर्पोरेसन एक्ट अन्तर्गत डीडीसी औपचारिक रूपमा स्थापना भयो। यसको एउटै उद्देश्य गाउँका किसानलाई उचित मूल्य र शहरका उपभोक्तालाई सफा सुस्त दूध। सुरुवात भयो लैनचौर काठमाडौँ एउटा सानो डिपोबाट। त्यही डिपो अहिले पनि चलिरहेको छ। 70 वर्षपछि डीडीसी बढ्दै गयो। 1976 मा विराटनगर दुग्ध आपूर्ति योजना, पोखरा, चितवन, बुटोल, पहाडदेखि तराईसम्म 42 वटै जिल्लामा सञ्जालहरू भयो। 1200 दुग्ध सहकारी, 2 लाख किसान, वार्षिक 6 करोड दुध सङ्कलन। यो संख्या होइन, नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड थियो। डीडीसीको उत्कर्ष कालमा काठमाडौँको हरेक घरमा डीडीसीको नीलो प्याकेट थियो। डीडीसीको दुध, डीडीसीको घिउ, डीडीसीको दही र डीडीसी चीज। डीडीसी छ भने अरू ब्रान्ड चाहिँदैन। यो नेपाली उपभोक्ताको विश्वास थियो। एक चीज अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध भयो। लाङटाङ, फोडुङ, सोलुखुम्बु समुद्री सतहदेखि 2500 मिटरदेखि 4100 मिटरसम्म एक चीज फ्याक्ट्रिज। औषधीय जडीबुटी खाएर हुर्केका एकको दुध। असाधारण गुणस्तर। यो नेपालको प्राकृतिक सम्पदा थियो। डीडीसीले दुनियाँसम्म पुर्यायो। किसानहरू खुसी दिए, सहकारीहरू बलिया थिए। डीडीसीको वित्तीय अवस्था एकदमै राम्रो थियो। यो नेपालको व्हाइट क्रान्ति थियो। तर राजनीतिभित्र पस्यो। डीडीसी एउटा सरकारी संस्था थियो। सरकारी संस्था भनेको नेताहरूको खेल मैदान। 11 वर्षमा 12 जना महाप्रबन्धक, औसत 1 वर्षमा 1 जना। अब सोच्नुहोस् त, एउटा कम्पनीको CEO हरेक वर्षमा फेरिन्छ भने कुनै पनि दीर्घकालीन योजनाको काम कसरी गर्न सकिन्छ? डीडीसी राजनीतिक प्रतिस्पर्धाको अखडा बन्यो। नेता आउँछन्, आफ्नो मान्छे महाप्रबन्धक बनाउँछन्। नेता जान्छ र नयाँ नेताले नयाँ महाप्रबन्धक लिएर आउँछ। व्यावसायिक दक्षता होइन, राजनीतिक आशीर्वादले डीडीसी चलायो। अनि 500 भन्दा बढी कर्मचारीको पद खाली रह्यो। डीडीसीमा योग्य दुग्ध विशेषज्ञ चाहिन्छ, तर राजनीतिक भर्ना मात्र भयो। 90 को दशकमा नेपालमा आर्थिक उदारीकरण आयो। निजी डेरीहरू आए। सुजल डेरी पोखरा, मेची डेरी, चितवन डेरी, लुम्बिनी डेरी, 300 भन्दा बढी निजी डेरीहरू आए। निजी डेरीहरूले के गरे? डीडीसी भन्दा सस्तोमा बेचे, किनभने उनीहरूलाई सरकारी नियम थिएन। सरकार निर्धारित किसान मूल्य थिएन। सरकारी कर्मचारी धेरै थिएन। डीडीसीले किसानलाई सरकार निर्धारित दर तिर्छ, तर निजी डेरीहरूले कम तिर्छन्। डीडीसीको उत्पादन लागत निजी डेरी भन्दा बढी रह्यो। डीडीसीको उत्पादन निजी डेरी भन्दा महँगो हुन गयो। उपभोक्ताले सस्तोमा किने, डीडीसीको बजार हिस्सा वात्तै घट्यो। अब सुजल डेरीको कथा सुनौ। डीडीसीले पोखराको डिपो निजीकरण गर्यो र त्यो डिपो सुजलले किन्यो। व्यावसायिक व्यवस्थापन ल्यायो। नेपालको दुध पाउडर आयात रु 8 अर्बबाट रु 2 अर्बमा झार्यो। डीडीसीले जे गर्न सकेन त्यो निजी क्षेत्रले गरेर देखायो। अहिले डीडीसीको अवस्था के छ? आर्थिक वर्ष 2080-81 मा 23 करोड भन्दा बढी घाटा छ र जम्मा घाटा 2 अर्ब भन्दा बढी नागिसकेको छ। सम्पत्ति भन्दा दायित्व बढी। गोदाममा 750 टन मक्खन, 950 टन दुध पाउडर र थुप्रै थन्किएर बसेको छ। यो 2 वर्षभन्दा बढीदेखि थुप्रिएको छ, तर बिक्दैन। किसानहरूलाई बाँकी 900 करोड अझै तिर्न बाँकी छ। फेब्रुअरी 2024 देशभरका किसानहरूले राष्ट्रव्यापी आन्दोलन गरे। हाम्रो पैसा दिनुहोस्। किसानले दुध दियो, डीडीसीले पैसा दिएन। डीडीसीले के गर्यो भने रु 60 करोड ऋण लियो, केही बक्यौता तिर्नको लागि। ऋण लिएर तिर्ने भनेर। यो समाधान थिएन, यो एक किसिमको जालो थियो। अब एउटा कुरा सुन्नुहोस्, जुन सुन्दा हाँसो र दुःख दुवै लाग्न सक्छ। 2024 डीडीसीले एउटा सम्झौता गर्यो हिमालयन डकच्यू मनोरम ग्रुपसँग। नेपालको राष्ट्रिय दुग्ध संस्थान, जसले नेपाली किसानको दुध किन्छ, अमेरिकामा निर्यात हुने डकच्यूको लागि वही सप्लाई गर्छ। दुग्ध संस्थान कुकुरको खाना कम्पनीको आपूर्तिकर्ता। यो व्यवस्था थियो। नगद चाहिएको थियो, जे पनि बेचेर।
तर एउटा अप्रत्याशित मोड आयो। मे 2026 प्रधानमन्त्री बालेन शाहले फेसबुकमा फोटो हाले। काठको थालीमा डिडिसीको एक चिज, वालनट्स, ग्राप्स, से चिज डिडिसीको चिज। डिडिसी बिलोङ्स टु द गभर्मेन्ट अफ नेपाल, ब्रो एन्ड सिस। र यो सबैभन्दा भाइरल भयो। एक चिज पसलबाट हराउन थाल्यो। डिडिसीका कर्मचारीहरूमा नयाँ उत्साह आयो। तर त्यही दिनभित्रै सिआइबी पुलिसले डिडिसीको कागजातहरू जफत गर्यो, अनुसन्धान सुरु गर्यो। एकातिर भाइरल प्रमोसन, अर्कोतिर पुलिस इन्भेस्टिगेसन। यो डिडिसीको अहिलेको अवस्था हो। डिडिसीको कथा केवल एउटा दुग्ध संस्थानको कथा मात्रै होइन, यो नेपालको हरेक किसानको कथा हो, जसले बिहान 4 बजे उठ्छ, गाई भैँसी दुन्छ, डिडिसीलाई दुध दिन्छ अनि पैसाको पर्खाइमा महिनौँ बस्छ। 2 लाख किसान, 1200 सहकारी, 42 जिल्ला, यी सबैको जीवन एउटा संस्थामा निर्भर छ, जुन संस्थालाई राजनीतिले बर्बाद गर्दै थियो। यसबाट हामीले के सिक्ने त? सहकारी संस्था र राजनीतिक अलग अलग हुनुपर्छ। 12 वर्षमा 12 महाप्रबन्धक, यो व्यवस्थापन होइन, यो विनाश हो। जवाबदेहिता बिना कुनै पनि संस्था बाँच्दैन। भाइरल प्रमोसनले मात्रै संस्था बाँच्दैन, ठुलो सुधार चाहिन्छ। लाङटाङको त्यो चिज फ्याक्ट्री 1954 मा स्विजरल्यान्ड र युएनले नेपालको किसानको लागि बनाएको थियो। 70 वर्षपछि त्यो चिज प्रधानमन्त्रीले फोटोको लागि खाँदैछन्, तर किसान पैसाको पर्खाइमा छन्। डिडिसीलाई अझै पनि बचाउन सकिन्छ। राजनीतिक हस्तक्षेप बन्द गर्नुहोस्। महाप्रबन्धक योग्यताको आधारमा 5 वर्षको स्थिरतासहित भित्र्याउनुहोस्। किसानलाई तत्काल भुक्तानी गर्नुहोस्। गोदाममा थुप्रिएको मक्खन र पाउडर चीन, भारत जस्ता देशहरूमा निर्यात गर्नुहोस्। एक चिजलाई भौगोलिक सङ्केत, जियोग्राफिकल इन्डिकेसन दिनुहोस्। नेपालको ब्रान्ड विश्व बजारमा। निजी क्षेत्रसँग साझेदारी गर्नुहोस्। सुजल डेरीले गरे जस्तो डिडिसीका कमजोर युनिट्सलाई व्यावसायिक हातमा दिनुहोस्। बालेन शाहको त्यो एउटा फेसबुक पोस्टले डिडिसीको चिज बिक्यो। सोच्नुहोस्, यदि नयाँ राजनीतिले डिडिसीलाई साँच्चै सपोर्ट गर्यो भने लाङटाङको त्यो एक चिज पेरिसको सुपरमार्केटमा पुग्न कति समय लाग्छ? 70 वर्ष अगाडि स्विजरल्यान्डले नेपालमा चिज फ्याक्ट्री बनाउने हेल्प गर्यो। 70 वर्षपछि नेपालले आफ्नो चिज स्विजरल्यान्डमा बेच्न सक्छ। यो सपना मात्रै होइन, यो नेपालको सम्भावना हो। तर त्यसको लागि नयाँ राजनीतिले पुरानो गल्ती दोहोऱ्याउनु हुँदैन। किसानको दुध किसानको सम्मान हो। त्यो सम्मान राजनीतिक खेलमा बलिदान हुनु हुँदैन। डिडिसी अझै पनि बाँच्न सक्छ र बाँच्नुपर्छ। किसानको लागि, उपभोक्ताको लागि, नेपालको लागि। नेपालको दुध बिरानो भूमिमा कुकुरको खाना बन्छ। नेपालको किसान आफ्नै देशमा पैसा पर्खन्छ। यो डिडिसीको कथा मात्र होइन, यो नेपालको आँसुको कथा हो। यो सँगै आजको भिडियो यति नै। भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला र कमेन्टमा पनि लेखिदिनु होला। के तपाईँले अहिलेसम्म डिडिसीको प्रोडक्ट प्रयोग गर्नुभएको छ? नमस्ते।